औखे तर कुकुरको डर छ सिमसिमे पानीमा जलले बेमान गर्छौ कि जिन्दगानीमा सिमसिमे पानीमा जलले बेमान गर्छौ कि जिन्दगानीमा। सोचेर काम गरेको छुइनँ होइन। गाउन मन पर्थ्यो बच्चा हुँदाखेरि गाउन, अनि त्यो बेलामा स्वर म्याच्योर नहुँदाखेरि चाहिँ डान्स गर्नु मन पर्थ्यो। डान्स गर्ने गाउने, रेडियो नेपाल सुन्दाखेरि त्यो गीत सुन्दाखेरि एकदमै आफूलाई पनि मजा लाग्ने, ओहो रेडियोमा गीत गाउनु पायो भने भने जस्तो चाहिँ हुन्थ्यो होइन। तर गीत गाउने, गीतको भविष्य यो, कलाकारिता यो, साहित्य यो हुन्छ नि, यस्तो कुराहरू केही पनि थाहा थिएन। गाउन मन लाग्थ्यो, ल गाउने 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 भन्दा भन्दै हुन्छ नि। आज काठमाडौँ छिरेको लगभग 10 वर्षमा चाहिँ गाउने गाउने भन्ने सपना देख्दा देख्दै अब साँच्चीकै गाइने भइयो होइन। खुसी लाग्छ। त्यस्तो केही पनि सोचेर चाहिँ होइन, जस्ट त्यो प्यासन मात्रै हो मेरो चाहिँ। एकदम इच्छा गीत सङ्गीतप्रति धेरै इच्छा लाग्ने, गीत गाउँदा मात्रै मजा आउने हुन्छ नि। यसो बोयफ्रेन्डसँग डेटिङ गरे भन्दा नि मजा लाग्छ कि मलाई गीत गाउँदा चाहिँ। त्यति मात्रै नै हो। त्यस्तो धेरै ठुलो सपना एकदमै त्यो करियर खोजेर त्यस्तो केही पनि सोचेर आएको छैन म चाहिँ। अहिलेसम्ममा मेरो अब सुरु पहिला चाहिँ मैले कति 5औँ एल्बमसम्म चाहिँ एल्बम गरिन्थ्यो होइन। तर पछिल्लो समयमा चाहिँ एल्बम निस्किन छोडेपछि अब गीतको हिसाबले गरिन्छ, ल यो गीत भनेर भनिन्छ। लगभग मेरो आफ्नो गीतहरू 2 दर्जन जति छन्। मेरो आफ्नो गीतहरू सुरुको टाढा हो, त्यसपछि मायासँग, अनि 3rd एल्बम विमुलाको सिम्की, अनि 4थमा चाहिँ चौबन्नीमा चट्टे, 5औँमा जिम्मल बाबु छ, अनि 6औँमा चाहिँ मैले विरतिमा दंश गरेँ लगायत थुप्रै अब हुन्छ नि गीत भनेर गरिन्छ। त्यो भएर ठ्याक्कै गनेको चाहिँ छैन मैले। त्यो एउटा एल्बम भयो भनेर 30को गीतहरू चाहिँ छ, रोइला अनि झ्याउरे गीतहरू करिब 2 दर्जन जति गीत गरेको छु मैले आफ्नो, र दर्जन जति गीतहरू चाहिँ अब मेरो आफ्नो प्रोजेक्टमा आउँदैछ, आफ्नै कम्पोजिसनमा। यो पेसामा तपाईँ कति सन्तुष्टि हुनुहुन्छ? पेसाकै रूपमा होइन, एकदम म चाहिँ सपना नदेखेर आएको भएर सन्तुष्ट छु म चाहिँ। एकदम मैले त्यो बेलामा भयङ्कर नेम र फेम भयङ्करै कमाउनुपर्छ भनेर लागेको भए सायदै म सन्तुष्ट हुँदैन थिएँ। नेपालको यो परिवेशमा हुन्छ नि, हाम्रो देशको अर्थतन्त्र सबैलाई थाहा छँदैछ। इभेन्ट गर्ने मान्छेहरूले कति पैसा लगानी गर्नुहुन्छ, कति आर्टिस्टले दिनुहुन्छ, कति कर तिर्नुहुन्छदेखि लिएर एल्बम गर्दाखेरि कति इन्भेस्ट हुन्छ, भिडियो गर्दा कति जान्छ भन्ने कुरादेखि लिएर त्यो सबै हिसाब गर्ने हो भने चाहिँ इन्कम चाहिँ 0 नै छ होइन। त्यसरी हामीले हेर्ने हो भने चाहिँ। तर अलिकति बाँच्न सकेको भनेको स्टेज प्रोग्रामहरूले गर्दाखेरि हो। सो अहिले अलिकति सन्तुष्टि चाहिँ त्यसले गर्दा पनि धेरै गाउँ अहिले नेपालभरि नै हुने मेला महोत्सवहरूले गर्दाखेरि पनि आफ्नो ज्यान पाल्न छाक टार्न सकिया छ। 2 हात जोड्नु परेको छैन मैले, मेरो घरमा चुलो बले नै भन्नु परेको छैन होइन। र मैले चाहेको पनि त्यति मात्रै हो लाइफमा, आफ्नो घरमा चाहिँ चुलो बले हुन्छ भन्ने मात्रै हो। जस्तै यो लगायतको क्षेत्रमा लाग्नेहरूलाई के भन्न चाहन्छु? ठिकै हो, यसमा सबै लाग्नुपर्छ हजुर भन्ने हो, या त योभन्दा फरक कार्य गर्न जानुपर्छ भन्ने? मेरो चाहिँ एउटै मात्रै भनाइ हो, तपाईँहरूलाई कलाकारिता क्षेत्रमा चाहिँ साँच्चीकै तपाईँहरूलाई हुन्छ नि, पहिलो कुरा त भगवान्ले पनि दिनुपर्छ, एउटा न एउटा कला नै दिन्छ होइन। त्यो कसैलाई नाच्ने कला, कसैलाई गाउने कला, कसैलाई हुन्छ नि साहित्य लेख्ने कला हुन्छ, त्यो चाहिँ जन्मदै लिएर आएको हुन्छ मान्छेले होइन। त्यो छ भने तपाईँले आफूलाई पहिला चिन्नुहोस् अनि आउनुहोस्। तर हुन्छ नि बेनिफिट पाउने इच्छा नराखेर आउँदा अझ सजिलो हुन्छ। यहाँ त्यो राख्यो भने चाहिँ धेरै गाह्रो हुन्छ, किनभने आउने ठाउँ कम्ती हुन्छ, जाने ठाउँ धेरै हुन्छ कि कलाकारितामा। त्यो भएको भएर त्यही नै हो। अनि कति चाहिँ आउने पलायन हुने कुराहरू छ होइन, त्यो चाहिँ त्यो सपनाले गर्दा हो खास। ल यो गर्नु पर्थ्यो, यो गरे भए चाहिँ बिजनेस गरे भए चाहिँ म खतरा पैसा कमाउँथेँ होला अथवा गाडी चढ्थेँ होला भन्ने त्यस्तो खालको कलाकारहरू चाहिँ पलायन भइरहेको देखेको छु मैले चाहिँ।
त्यो कुरालाई चाहिँ हामीले सोच्नु भएन किनभने जो भन्छ नि के अरे लाटो देशमा गयो भने मुख बन्द गर्नु होइन कुनै के अब लाइक लङ्गडोको देशमा गयो भने खुट्टा उचाल्नु भन्छन् होइन देश गुनाको भेष भन्छ होइन आफ्नो देशलाई देशको स्थितिलाई हेरेर त्यतिको सपना देख्नुभयो भने चाहिँ ठिकै हुन्छ जस्तो लाग्छ के छ साथीहरू के तपाईँको जस्तो यो पछिल्लो समयमा धेरै अलि उत्तोला गीत अनि चाहिँ भन्दा आलोचित भइरहेको त्यही त यो छ यसको बारेमा खास प्रश्न भएको नि त खै अस्ति मैले एउटा एकजनाको स्टाटस हेरेको थिएँ कि धेरै मैले फेसबुकहरूमा हेर्दाखेरि चाहिँ धेरै जसोमा चाहिँ जति मेरो भलगर छाडा र उताउनु भन्ने मात्रै मैले आफूले पनि सुन्नमा आइरहन्छ अझ चाहिँ मलाई त्यही सुन्दा पनि मजा लाग्छ मलाई